मेरो नाम राधिका भट्टराई हो। म इटहरीमा बस्छु। म अहिले 30 वर्षको भए। मेरो आजभन्दा 13 वर्ष अगाडि बिहे भएको थियो। त्यसबेला म 17 वर्षको थिएँ। बाबाले केटा धनी पढे लेखेको केटा छ, सुखसँग जिन्दगी कट्छ भनेर फकाएर आफूभन्दा 15 वर्ष जेठो केटासँग बिहे गरिदिनु भयो। त्यसबेला ऊ 32 वर्षको थियो। निकै कहलिएको व्यापारी थियो। मेरो रूप वैंश र यौवन देखेर मसँग बिहेको कुरा चलाएको थियो उसले। म पनि सुखी जिन्दगीको लालचमा बिहे गर्न तयार भएको थिएँ। विवाहको रातभरमा 4-5 उसले मेरो भर्जिनिटीको मजा लुट्यो। निकै केटाहरू पछि लागे पनि मैले त्यसबेलासम्म कसैलाई चिक्न दिएको थिइनँ। सुरुमा त हाम्रो वैवाहिक जीवन राम्रै चल्यो। 1.5 वर्षपछि हाम्रो एउटा छोरी जन्मी। अनि बिस्तारै मेरो वैवाहिक जीवनमा फिक्कापन आउन थाल्यो। ऊ व्यापारको लागि 3-4 दिनसम्म बाहिरै बस्न थाल्यो। सँगै सुते पनि उसले मलाई चलाउन छोड्यो। उसलाई मधुमेह डायबिटिस भएको थियो। डायबिटिस भएपछि हतियार उठ्दैन अरे। त्यही भर उसले चाहेर पनि मेरो इच्छा पूर्ति गर्न सकिरहेको थिएन। म पनि आफ्नो परिवार सम्झेर आफ्नो चाहनालाई दबाइराखेको थिएँ। तर कतिन्जेलसम्म दबाउन सक्थे र यो गुम्सिएर विस्फोट हुन लागेको थियो। यस्तैमा रबिन नन्दको बुढा हाम्रो घर आए। केही दिन अगाडि निता नन्द आएकी थिइन्। बिहे भएको 15 दिनमै ऊ बुढासँग मतभेद भएर हाम्रो घर माइत आएकी थिइन्। त्यसपछि ऊ घर जान मानिनन्। रबिनलाई मैले केही दिन यही बस्नु म सम्झाएर नितालाई तपाईसँग पठाउला भने। रबिनले पनि हुन्छ भन्यो। किन घर जान नमानेको भनेर मैले नितालाई सोधेँ। निताले रबिन एकदमै बोका भएको र उसको लाडो ठुलो भएको अनि हरेक रातभर चिक्ने गरेकोले खप्न नसकेर आफू माइत आएको कुरा बिस्तारै बताउँदै गइन्। निताले यसो भन्दा मेरो जिउ सिरिङ बो। निताले त्यसो भनेपछि रबिन अगाडि बस्दा मेरो ध्यान उसको पेन्टको फस्नरतिर जान थाल्यो। नभन्दै उसको माल गजबकै ठुलो थियो। म घरमा बस्दा पनि राम्री भएर बस्ने गर्थे। मलाई 22 वर्षको भरभराउँदो जवानीले ढपक्क छोपेको थियो। गहुँ गोरी 5.4 फुट अग्ली अनि 38-28-40 मेरो फिगर थियो। ठुल्ठुलो बुबु अनि छिनेको कम्मर, गोलो ठुलो चाक अनि पोटिलो खालको मेरो थाई देखेर मतिर रबिन आकर्षित हुँदै थियो। ऊ मेरो नजिक आउने र मलाई छुने कुनै मौका छोड्दैनथ्यो। नानीसँग खेल्ने अनि किचनमा मलाई हेल्प गर्थ्यो। अलि गर्दै ऊ मसँग जिस्किन इत्रिन थालेको थियो। एक दिन मेरो बुढा बाहिर जानु भएको थियो 2-3 दिनको लागि। म किचनको काम गरिरहेको थिएँ। के हो दिदी, दाइले माया गर्न छोड्नु भो के हो? निराश देखिनुहुन्छ त? उसले भन्न खोजेको कुरा मैले बुझिहालेँ अनि मैले खोइ ज्वाइँ आजकाल उहाँ व्यस्त भएर होला, घरमा टाइम नै दिन सकिरहनु भएको छैन। हो र? चिन्ता नलिनु न दिदी, उहाँ बिजी भए पनि हामी छौँ नि तपाईसँग। म छु नि तपाईलाई साथ दिने भनेर रबिनले सिधै चिक्ने कुरा गर्यो। लाजले रातो हुँदै म त्यहाँबाट हिँडेँ। बेलुका राति म सुत्ने बेला भएको थियो। निता र रबिन बेग्लै सुत्थे। मेरो नानी पनि फुपूसँग सुत्न गएकी थिए। यो कुरा रबिनलाई राम्रोसँग थाहा थियो। जाडोको मौसम थियो। रबिनले मलाई कल गर्यो। मैले उठाएँ अनि उसले दिदी म आएको पनि निकै भो, अहिलेसम्म निता घर जान मानेकै छैन, अब भोलि घर जाउँ भनेको। अनि त्यही विषयमा कुरा गर्नुपर्ने थियो। म तपाईको रुममा आउनु भनेर सोध्यो। मैले पनि सोझो मनले हुन्छ नि त भनेर भनिदिएँ। एकछिनपछि रबिनले ढोका ढकढक्यायो। अनि मैले ढोका खोलेर भित्र आउन अनुरोध गरेँ। ऊ पनि सिधै आएर मेरो बेडमा बस्यो। म पनि बेडमा खुट्टा पसारेर बसेँ। ऊ मेरो खुट्टाको छेउमा बसेको थियो। अनि मैले माथिबाट सिरक ओढेँ। उसले पनि आछु छु भन्दै त्यही सिरकले आफूलाई ढाक्यो। अनि निताको कुरा निकाल्यो। रबिनलाई मैले सम्झाउन थालेँ। तपाईले धेरै सताउनु भयो अरे। अब भर्खरकी केटी अलिक कुरा बुझ्दिन। केही समय अरू लाग्ला सम्झाउन। मैले यति भन्दै उसले आफ्नो हात मेरो खुट्टामा राख्यो।
अन्जानमै परेको होला भनेर केही बोलिन। तर कुरा गर्दै जाँदा उसले हातलाई माथितिर सार्न थाल्यो। ऊ यसरी मसँग कुरा गरिरहेको थियो कि मानौ उसले केही गरिरहेकै छैन। मलाई भने अप्ठ्यारो लाग्न थाल्यो। बिस्तारै ऊ मेरो गुडासम्म आइपुगेको थियो। उसले अलिअलि गर्दै मेरो तिघ्राको साप्रातिर सार्दैथ्यो। म भनेको गरु के गरु भइरहेको थिएँ। अनि मैले उसको हात समाएर हटाइदिएँ। त्यसपछि ऊ एकैछिनको लागि शान्त भयो र फेरि उही हरकत देखाउन थाल्यो। उसले आफ्नो हातका औलाहरू रुखमा सर्प चढेझै गरेर मेरो तिघ्रामा दौडाइरहेको थियो। त्यति हुँदासम्म हाम्रो बातचित चलिरहेको थियो। अति भएपछि मैले रबिनलाई ज्वाई के हरकत हो यो भने ऊ बोलेन। मैले फेरि हातले समातेर उसको हटाइदिएँ। ऊ फेरि केही नबोली आफ्नो काम अघि बढाउन थाल्यो। मैले फेरि उसको हात झट्कारेर हटाइदिएँ अनि हात उता लानु मलाई नछुनु भने। ऊ त रोकिनेवाला नै थिएन। ऊ झन् मेरो सामुन्ने आएर दुवै हातले मेरो तिघ्रा मुसार्न थाल्यो। मैले अहिलेसम्म बाँधेर राखेको जवानीको त्यो बाँध अलिअलि गर्दै मैना पग्लेझै गरी पग्लिरहेको थियो। बिस्तारै बेहोसीको आगोमा जल्दै थिएँ म। मुखले जति जे नाइनास्ती गरे पनि शरीरले मागिरहेको थियो। अनि ऊ बिस्तारै बिस्तारै मतिर ढल्किन थाल्यो। हेर्नु ज्वाई यो गलत हो, यो के गर्न खोज्नु भएको? तपाईको आफ्नो बुढी छ, मेरो बुढा आफ्नै छ। कसैले थाहा पायो भने के हुन्छ भनेर फेरि सम्झाउने कोसिस गरे। तर ऊ टेर्नेवाला कहाँ थियो र? उसले आफ्नो हातले मेरो दुवै गाला पछाडि समायो अनि मलाई हेर्यो अनि त उसले मेरो ओठमा उसको ओठ जोडिदियो। मैले उसलाई छुटाउन कोसिस गरे। छोरा मान्छेको बलको अगाडि छोरी मान्छेको के नै लाग्छ र उसले झन् कसेर समाएर किस गर्न थाल्यो। अनि मलाई उसले बेडमा सुताउन थाल्यो। यो काममा पनि ऊ सफल भयो। अनि त के चाहियो र उसलाई भोको बाघले जै गरी म माथि आइलागो अनि मेरो पैतालाबाट सुरु गरेर ओठ गाला घाँटीतिर किसको वर्षा गराउन थाल्यो। अनि त मेरो धैर्यताको बात पनि टुटिसकेको थियो। उसको हरकतको विरोध गर्दा गर्दै कता कता उसको स्पर्शलाई स्वीकार गर्न थालेछु। मेरा विरोध गर्ने हातहरू अब दर्शक जस्तो भएर हेरिरहेका थिए। ऊ हरतरहले मलाई गलाउन लागि परेको थियो र ऊ हरेक पाइलामा ऊ सफल पनि भइरहेको थियो। बिस्तारै उसले आफूलाई मेरो दुई खुट्टाको बीचमा पार्न सफल भयो। अनि त उसलाई के चाहियो र आधा युद्ध उसले जितिसकेको थियो। अब त उसले मेरो घाँटीमा किस गर्दै थियो। बुबुमा हातले दबाउँदै थियो भने तल मेरो पुतीमा भने लुगा माथिबाटै उसले आफ्नो मोटो लाडो दलिरहेको थियो। उसको लाडोको घर्षणले मेरो पुतीको तापक्रम बढ्दै थियो। अब त मेरो पुतीमा आगोमा परेको मैना पग्लेझै गरी पानी रसाउन थालेको थियो। आखिर मेरो पुती पनि धेरै दिनको बोको थियो। मेरो मनले मलाई अघि बढ्नबाट रोकिरहेको थियो तर मेरो शरीरले मलाई आफ्नो चाहना चिच्याई चिच्याई भनिरहेको थियो। अब त म पनि एकाएक उसलाई सघाउन थालेछु। ऊ पागल चाहिँ मेरो ओठ घाँटी गालातिर किस गरिरहेको थियो। मेरा यी हातहरू उसलाई अङ्गालोमा बाँध्न पुगेछ। रबिन अब मलाई नङ्ग्याउन थाल्यो। त्यति बेला मैले नाइटी लगाएको थिएँ। नाइटी खोलिदिएपछि उसले मेरो नग्न शरीरभरि आफ्नो आँखा दौडायो। अनि हल्का मुस्कायो र गुटुक्क थुक निल्यो। उसको मुहारमा हवस प्रष्ट देखिन्थ्यो। अब उसले पनि लुगा खोल्यो। उसको अगाडि म ब्रा र पेन्टीमा थिएँ। ऊ भने सम्पूर्ण नाङ्गो थियो। अनि ऊ ब्रा माथिबाट मेरो बुबु मार्न थाल्यो। अनि ओठभित्र जिब्रो छिराएर मेरो जिब्रो चुस्न थाल्यो। त्यसपछि उसले मेरो ब्रा पनि खोलेर फ्याँकिदियो। अनि ऊ मेरो दुधको मुन्टा चुस्न थाल्यो। 5-6 मिनेट दुध चुसिसकेपछि ऊ बिस्तारै मेरो पुतीतिर अघि बढ्यो। उसको लाडोको घर्षणले मेरो पुती पानी पानी भइसकेको थियो। ऊ अलि तल सर्यो अनि नाइटोदेखि किस गर्दै गर्दै पुतीसम्म पुग्यो। त्यतिसम्म हामीहरू एकदम एकाअर्कामा समर्पित भइसकेका थियौँ। मेरो पुतीबाट 300 मिलिलिटर र पानी नै झरिसकेको थियो भने पेन्टी त धुनलाई भिजाको जस्तै लपक्क भइसकेको थियो। हत्त नपत्त पेन्टी फुकालिदिएर उसले जिब्रोलाई मेरो पुतीको टुप्पामा लगेर जोड्यो।
आहा खै के र्याल नै र्याल भएको चिप्लो पानी झरेको पुतीको टिसी खेलाउँदा एउटा बेग्लै आवाज भएको थियो। म जति ऊ पुतीमा जिब्रो छिराउँथ्यो उति म पनि मेरो कम्मर उचालेर उसलाई हेल्प गर्थे। मैले उसको टाउको समातेर पुतीमा दल्न थाले। उसले पुती चटाइलाई झन् छिटो र भित्रसम्म जिब्रोले ठेल्ने थाल्यो। त्यो बेला म इमोसनले सी इस उह अह 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 इस सी जस्ता आवाज निकालेर कोठा घन्काइरहेको थिए। 5 मिनेट जति चाटेपछि मलाई अति भएर म खप्न नसक्ने भए। अनि रबिनलाई माथि ताने। ऊ पनि बोका, मेरो इसारा नबुझ्ने कुरै थिएन। ऊ फेरि मेरो खुट्टाको औलादेखि किस गर्दै गर्दै माथि निधारसम्म पुग्यो। अनि मेरो किस गर्दै पुतीमा लाडो सोझ्यायो। अनि 8 लामो लाडोले मेरो पुतीमा घोस्न थाल्यो। उसको यति मोटो लामो लाडो देखेर मलाई डर लागिरहेको थियो। मेरो पुती चतबिचत पार्ने भो भनेर। त्यत्रो घोरले लाडो थाम्न सक्दिन जस्तो लाग्यो। तर मेरो शरीर पनि अब मान्नेवाला थिएन। जे होला होला भनेर आँखा चिम्लिदिए। उसले लाडो मेरो पुतीको वरिपरि दल्न थाल्यो। मेरो आङ सिरिङ भो। अनि चिप्लो पानीले लाडोको टाउको भिजायो। अनि दुलोमा लागेर लाडोको टाउको जोड्यो अनि बसाउन थाल्यो उसको घोरले लाडो। लाडो मेरो पुतीको मुखमा पनि छिरेन। मेरो पुती च्यातिएला जस्तो भयो। उसले फेरि निकाल्यो अनि हल्का थुक लगायो। लाडो पुरै चिप्लो पारेर फेरि छिराउन थाल्यो। मेरो शरीर काम्दै थियो। उसले अलिक सिधा पारेर मिलायो। अनि मेरो चाक मुनि सिरानी राख्यो। अनि उसको काठ जस्तो थन्केको लाडो मेरो कोमल पुतीमा एकैचोटि बल गरेर घोच्यो। मेरो त प्राण नै गए जस्तो भो, बल्ल आदि छिरेछ। म जोडले चिच्याए। उसले मेरो ओठमा ओठ जोडेर मुख थुन्यो। अनि बिस्तारै त्यसको त्यो घोरले लाडो छिराउँदै निकाल्न थाल्यो। पुती दुख्दै थियो। अलि गर्दै मेरो दुखाइ पनि गायब भो अनि मज्जा आउन थाल्यो। म अलि गर्दै रबिनलाई साथ दिँदै तलबाट चाक उचाल्न थाले। सिरानीले सजिलो भएको रबिनलाई चाक उचालिदिन थालेपछि सुनमा सुगन्ध जत्तिकै भएछ। अनि बल गरी चिक्न थाल्यो। मलाई पनि मज्जा आइरहेको थियो। अलि गर्दै मेरो पुतीमा उसको घोरले लाडो सबै छिराएरै छोड्यो। अब मलाई बल्ल थाहा भो निता किन भागेर आई अनि किन बुढासक घर जान मान्दिन भनेर। मेरो पुतीले रबिनको लाडोलाई च्याप्प समातेको थियो। अब रबिनले 8 लामो लाडो पुरै छिराउँदै निकाल्न थाल्यो। म आनन्दको सागरमा डुब्दै गइरहेको थिएँ। उसले चिकाइको स्पिड बिस्तारै बढाउँदै लगो। म विभिन्न खालको आवाज निकालिरहेको थिएँ। रबिनको लाडोको फेद मेरो पुतीको डिलमा ठोकिएर ख्वात 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 क्वाच 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 ख्वालात 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 क्वाच 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 क्वाच। मेरो पुतीबाट प्रशस्तै पानी बगेकाले आवाज फरक आउन थालेको थियो। क्वाच 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 ख्वात 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 ख्वालात 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 क्वाच 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 ख्वात 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 ख्वालात 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 ख्वात ख्वात निस्किरहेको थियो भने इमोसनले सी उह आहा सी अझै उह गर्नु आहा अझै आहा सी गर्नु न गर्नु उह आहा सी उह मच्चिनु न अझै उह आहा उह आहा उह आहा उह आहा जस्ता स्वर निक्लिरहेको थियो। ऊ मेरो पुतीमा उसको घोरले लाडो रगर्दै थियो। 10 मिनेट अरू चिकेपछि मेरो मान निस्कन थाल्यो। त्यो स्वर्गीय आनन्दको पलभरि मैले रबिनलाई च्याप्प समाएर राखेँ। एकछिनपछि म शिथिल भएँ। अनि उसलाई छोडिदिए। मलाई अर्गाज्म आएको कुरा उसले नबुझ्ने कुरै थिएन। उसले झन्झन जोडले कस्सी चिक्न थाल्यो। करिब 5 मिनेट जति चिकेपछि उसले पनि उह आहा मेरी रानी उह आहा लभ
पुती भित्रै चिरिक चिरिक पार्दै माल जति सबै झारिदियो। उसको मालले मेरो पुती भरियो। एकछिनसम्म अम्रालोमा बाँधेपछि छोडिदिए। अनि उसले मेरो पुतीबाट लाडो निकाल्यो। मलाई पनि वर्षौपछि भारी बिसाए जस्तै भएको थियो। गल्ती गरेको ग्लानि भए पनि मन शान्त भएकोमा खुसी नै थिए। त्यो रात ऊ मसँगै सुत्यो। रातभरिमा उसले 5 चोटि चिकेर आफ्नो प्यास मेटायो भने मेरो पनि प्यास तृप्त भयो। ऊ निता नभएको बेला दिउँसै मलाई कोठामै तानेर ल्याएर चिक्थ्यो। बुढाले नचिकेपछि मेरो पनि अरूलाई चिकाउनुको विकल्प थिएन। रबिनसँग पल्किएपछि मौका मिल्न साथ चिकिहाल्थ्यो। रबिन 5 दिन अरू बसेर नितालाई लिएर गयो। नजाउन्जेलसम्म रबिनले पनि डोज पुग्ने गरी चिक्यो। आज यसरी चिक्न थालेको पनि 8 वर्ष भइसकेछ। आजकल पनि मलाई चिक्न मन लागे रबिनलाई भन्छु। ऊ पनि नितालाई विभिन्न बहाना बनाएर आउँछ अनि मलाई भरपूर सन्तुष्टि दिएर जान्छ। निता र बुढालाई अहिलेसम्म केही थाहा छैन।